धेरैजना भेट भएको छौँ। हाम्रो पहिला त हाम्रो एकदमै सबैभन्दा प्यारो छोटो मिठो मान्छे खिमदाई। हेलो खिमदाई, के छ खबर? हेलो हरि भाइ, के छ? एकदम ठिकठाक। गर्मी बढिरहेको छ, कस्तो एकदम। अब महसुस सबैले आफ्नो आफ्नो ख्याल गर्नु होला। गर्मी एकदम अहिले स्पिडमा बढिरहेछ हैन? यो गर्मी चाहिँ दुबईमा इतिहासकै धेरै भयो, धेरै वर्षपछि भन्ने न्युज छ के हो? सत्यता छ? मईको महिनामा यस्तो मैले 29 वर्षमा पहिलो मेरो अनुभव हो अहिलेको। ल ठिक छ, आफ्नो 29 वर्ष भयो तपाईँ आएको। ल आफ्नो ख्याल गर्नु, लङ टर्म भएछ। हाम्रो नारायण दाजु हुनुहुन्छ, के छ खबर? धेरै पछि भेटो, एकदम खुसी लाग्यो। गर्मी छ। रामु दाईको के छ खबर? एकदम ठिक छ भाइ। के गर्नु, खाडीमा आइएको छ हैन? एकदम गर्मी छ। 15 वर्ष गुजारियो खाडीमा। अहिले 12 देखि 15 वर्ष गुजार्ने हो हैन? लङ टर्मको रेसमा हुनुहुन्छ। टक्क लौरो टेक्ने बेला चाहिँ घर जाने हो। टेस्ट भयो, टेस्ट गर्नु भएन। ल चाँडै अवश्य डल्नु पर्छ। काम गरिरहेछ हामीले भने यहाँ हामीले गर्ने हो। अब यो टेबल फटा हो हैन? यो हामीले सिधा सादा तरिकाले नेपालमा चल्न सकिन्न भन्ने गुनासो छ कि सत्य हो जस्तो लाग्छ तपाईँलाई? गर्न सकिन्छ भाइ। म के अरे वर्ष एकचोटि घर जाने, खै फर्केर आउने। यही दुबईमा झन्डा दुबई थियो र मान्छे छ हैन? चल्नु ल ठिक छ, आफ्नो ख्याल गर्नु है त। अनि हाम्रो कमल दाई के छ? गर्मी कतिको महसुस गर्नुभएको छ? लास्टै गर्मी छ। ल आफ्नो ध्यान राख्नु है त। हेलो छोरा दिजु, के छ खबर? खाडीको गर्मी कस्तो महसुस गर्नुभएको छ? गर्मी खाडीमा एकदम बढो भन्ने छ। हाम्रो अब यस्तै छ, टिकटक बनाउने कार्यक्रम चल्दैछ। ल बहिनीले त टिकटक कार्यक्रममा ल यद्यपि अब नेपालीहरूको चहल पहल एकदमै यहाँ देख्न सक्नुहुन्छ हैन? एकदमै चहल पहल छ। गर्मीको बावजुद मान्छे आज बिदाको दिन